नमस्कार, म हुमबहादुर गुरुङ, तमुदी नेपालको अध्यक्ष। सबैभन्दा पहिला म यो तमुहरूको महान पर्व नयाँ वर्ष तमु लोछारको सबैलाई धेरै धेरै शुभकामना आशीमाला व्यक्त गर्न चाहन्छु। र तमुदी नेपालले पहिलो पटक पोखरामा यो पोखरा 1 बगरपुर टोली खेलमा बिग मार्ट तमु लोछार महोत्सव आयोजना गरिरहेको छ। आज 14 गते, 15 र 16 गते हामी सम्पन्न गर्छौँ। र यो पहिलो पटक आयोजना गरिएको महोत्सवमा लोछारसँग बिग मार्टले चाहिँ जुन सहकार्य गरेको छ, यसको निम्ति म धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामीले तमु लोछार महोत्सवलाई बिग मार्ट तमु लोछार महोत्सव यो चाहिँ नामाकरण गरेर हामी अगाडि बढेका छौँ। र यो सहकार्य हाम्रो चाहिँ अत्यन्तै पहिलो पटकको यो महोत्सवमा राम्रो सहकार्य भएको, एउटा सुखद सहकार्य भएको र भोलिका दिनमा अझै हामीले धेरै चाहिँ बाटोहरू चाहिँ होइन एउटा विस्तार गरेर अगाडि जान सक्ने, होइन हाम्रो चाहिँ संस्था समुदाय र चाहिँ बिग मार्टसँग चाहिँ सम्बन्धलाई अझै विस्तार गरेर जान सक्ने। किनभने हाम्रो समुदाय भनेको अब यहाँ राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रियकरण चाहिँ यो समुदाय छ। त्यो हुनाले अहिले चाहिँ बिग मार्ट तमु लोछार महोत्सवको नामाकरणबाटै बिग मार्टको चाहिँ नामाकरण हाम्रो समुदायमा अन्तर्राष्ट्रियकरण बनिएको छ, होइन। त्यो हुनाले हाम्रो यो चाहिँ सहकार्यको निम्ति म बिग मार्टलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यो 3 दिनको कार्यक्रममा बिग मार्टको जसले चाहिँ हामीलाई मुख्य एउटा प्रायोजन गरेर यो चाहिँ सहयोग गर्नुभएको छ, तपाईँहरूकै सहयोगको कारणले हामी 14, 15, 16 गते चाहिँ भव्य चाहिँ कार्यक्रम सम्पन्न गर्दैछौँ। यहाँ चाहिँ राष्ट्रिय खेल हाम्रो चाहिँ भलिबल प्रतियोगिता भइरहेको छ। अर्को हाम्रो चाहिँ परम्परागत खेल छेलो प्रतियोगिता 16 गते हुन्छ। यसरी नै भोलि चाहिँ हाम्रो 12 वर्षसम्मको बाबु नानीहरूको वेशभूषा तथा गुरुङ भाषा प्रतियोगिता हुँदैछ। त्यस पश्चात चाहिँ सामूहिक खुल्ला लोकनृत्य प्रतियोगिता हुँदैछ। र हाम्रो चर्चित कलाकारहरूको चाहिँ धेरै प्रस्तुतिहरू, धेरै नृत्यहरू, दोहोरीहरूदेखि चाहिँ धेरै चाहिँ कार्यक्रम छन्। भनेदेखि रातिको समयमा चाहिँ हाम्रो कन्सर्ट पनि रहेको छ, होइन। भनेदेखि आज 12 गते तमुहरूको अहिले सर्पवर्ग सप्रिलो गएर तलो घोडावर्ग आगमन आज 12 बजे हुँदैछ। त्यो हुनाले आज 12 बजे हामी यहाँ चाहिँ मेते, होइन, आगोको पूजा गरेर, भूमिको पूजा गरेर, हाम्रो पितृहरूको पूजा गरेर, उहाँहरूलाई स्मरण गरेर हामीले चाहिँ नयाँ होलाई, होइन, घोडावर्गलाई, तलहरूलाई चाहिँ आगमनको हामी स्वागत गर्दैछौँ। त्यसैले यो चाहिँ महोत्सव हामीले पहिलोपटक गरिराखेका छौँ। र यो तमु लोछार भनेको चाहिँ तमुको मात्रै होइन, अब यो राष्ट्रिय पर्व हो। यो चाहिँ सबैको सद्भावको पर्व हो, सबैको एकताको पर्व हो, सबैको सांस्कृतिक यो चाहिँ सङ्गमको एउटा पर्व हो। त्यो हुनाले अहिले चाहिँ नेपालमा व्यावसायिक एउटा चाहिँ जुन खालको शिथिलताको अवस्था छ, यसलाई पनि प्रबन्धन गर्नको निम्ति महोत्सवले चलायमान गर्नको निम्ति एउटा चाहिँ महत्त्वपूर्ण टेवा पुग्छ भन्ने हिसाबसँग चाहिँ हामीले आयोजना गरे हो। यसमा बिग मार्टले पहिलो हात लम्कायो। पहिलो हात बिग मार्टसँग चाहिँ हामीले चाहिँ हात मिलाउन त्यो खालको चाहिँ हामी चाहिँ सहकार्य गऱ्यौँ। यसको निम्ति म बिग मार्टलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यो सहकार्य गर्दाखेरि मैले त्यही बेला भनेको थिएँ, यो पहिलो पटक मात्रै होइन, यसलाई निरन्तरताको निम्ति पनि बुदागत रूपमा हामी जानुपर्छ। कहीँ कतै कमी कमजोरी कहीँ कतै रहन्छ यो मेला महोत्सवमा, यसको निम्ति पनि कसैले अन्यथा चाहिँ हामीले नलिउँ। किनभने भोलिका दिन चाहिँ उज्यालो छ, होइन। उज्यालो दिन हामीले अझै चाहिँ समृद्धिको बाटोमा जाने हो। त्यसैले अहिलेको तल हो घोडावर्गले जहिले पनि चाहिँ अग्रगतिमा लाग्छ, जहिले पनि उसले चाहिँ एउटा उसको लक्ष्य चुम्नको निम्ति चाहिँ ऊ अगाडि बढ्छ। त्यही घोडा जसरी चाहिँ हामी अगाडि बढ्न सकौँ भन्ने यो अपेक्षा राख्दै अहिले सर्पवर्गमा जे कुराहरू हाम्रा हुन सकेका छैनन्। हाम्रो समुदायको, हाम्रो व्यक्तिको, नेपालीको र व्यावसायिक रूपमा जसरी चाहिँ यो सर्पवर्गको यो वर्गमा जसरी चाहिँ धेरै चाहिँ घाटाहरू, धेरै नोक्सानीहरू, धेरै अप्ठ्यारोहरू आए, ती सबैको अन्त्य भएर अब यो घोडावर्गले, तलले सबै समृद्धिको बाटो लिएर आओस्, हाँसो खुसीको बाटो लिएर आओस् भन्ने कुरालाई म अपेक्षा राख्दै फेरि पनि यो सहकार्यको निम्ति बिग मार्टलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद।